घर छोडेर आएको पनि 10 वर्ष भयो। मात्र 10 वर्ष मात्रै भयो धरान आएको पनि। अब के छ कसो छ उन्नति प्रगति के छ कसो छ? केही न केही के हुन्छ उन्नति प्रगति के गर्नु के न मैले त उन्नति प्रगति धेरै गरेँ नि। के गर्नुभयो तपाईँले चाहिँ? मैले चाहिँ धरान आएर बिहे गरेँ। बिहे गरेर नि छोरो पनि जन्मियो। छोरो पनि अहिले युकेजीमा पढ्दैछ। उन्नति प्रगति नै प्रगति छ मेरो। त्यही हो प्रगति चाहिँ। पहिला के भन्छ निम्बु निचोरे जस्तो थिएँ, अहिले ट्याक्क भोगटे जस्तो भएको छु। यो पनि प्रगति नै हो। अनि मलाई किचनमा दलाएर अनि भात पकाइ 84 व्यञ्जन खान पाएको छ अनि भोगटे जस्तो नभएर के हुन्छ त होइन? त्यस्तै होला दलाएको भन्नु पनि मिल्दैन। हो नि मिलिमिली काम गरेको भन्नुपर्छ क्या दुईजना मिलिमिली जानु नि घरको काम चाहिँ मिलिमिली नगर्नु एक्लै गर्नु। मैले म पनि गरिरहेको छु नि खाने होइन। म लुगा पनि धुने काम मेरै हो। लुगा वासिङ मेसिनले धुन्छ त्यो मेरो सारथी नै हो। लुगा धुने काम मेरो हो, जुत्ता धुने काम मेरो हो। खाली भइसक्यो त अनि तिमी घरमै बस्छ अब? जागिर छोडेर जागिर छोडेर म पालिहाल्छु नि। म पालिहाल्छु। छोरो ल्याउने, छोरोको हेरचाह गर्ने, छोरोलाई पढाउने बढाउने हुर्काउने। अनि खर्च चाहियो भने चाहिँ कहिले दिन्छ मलाई? म दिइहाल्छु नि। तपाईँ हिँडेको गर्नुहुन्छ कसरी दिनुहुन्छ? तिमीलाई हिँडेको बेला खर्च दिएर हिँड्नुला न। झन् हिँड्न पाउँदिनँ म। अनि हिँड्न त कहाँ पायो त? किन हिँड्नु त? हिँड्यो भनेर काली भयो भनेर तिमीलाई घर राख्नु खोजेको। हिँड्यो भने त अनि कामै गर्दा भइगयो नि। बरु कामै गर्छु होला 2-4 पैसा भए पनि आउँछ। दिनभरि घरमा बस्नु त सक्दैन होला म। लौ अब हामी जाने। अब निस्किनुपर्छ। आधी घन्टाभन्दा बेसी बस्नु।